द अवेकनिङ एज कविता आधुनिक समयमा मानव चेतना, प्रविधि र प्रकृतिबीचको सम्बन्धलाई देखाउने एक महत्त्वपूर्ण कविता हो। यस कविता बेन ओक्रीद्वारा लेखिएको हो। यो कविता हामीलाई एउटा ठुलो प्रश्न सोध्छ, के हामी वास्तवमै जागेका छौँ कि हामी अझै अन्धकारमै बाँचिरहेका छौँ? यसको मुख्य विषयवस्तु चाहिँ मानव चेतना, प्रविधिको प्रभाव, प्रकृतिसँगको सम्बन्ध, आध्यात्मिक जागरण, मानवता र जिम्मेवारी हुन्। अवेकनिङको अर्थ हुन्छन्। कविताको सुरुवातमै कविले अवेकनिङ जागरणको कुरा गर्छन्। यसको अर्थ केवल निन्द्राबाट उठ्नु होइन, आफ्नो सोच, भावना र जिम्मेवारी बुझ्नु हो। कवि भन्छन् मानिसले अब नयाँ युगमा प्रवेश गरिरहेका छन् जहाँ उसले आफूलाई चिन्ने प्रयास गरिरहेको छ। कवितामा आधुनिक प्रविधिको प्रभाव देखाइएको छ, टेक्नोलोजी र ह्युमन लाइफको। उदाहरणको रूपमा मोबाइल, इन्टरनेट, डिजिटल संसार। तर कवि चेतावनी दिन्छन्, प्रविधिले हामीलाई शक्तिशाली बनाएको छ, तर यसले हामीलाई प्रकृतिबाट टाढा पनि बनाएको छ। नेचर भर्सेस ह्युमनको कुरा गरिएको छ। कवि प्रकृतिको महत्त्व देखाउँछन्। प्रकृति हाम्रो जीवनको आधार हो, तर मानिसले यसलाई बिगारिरहेको छ। यदि हामीले प्रकृति जोगाएनौँ भने भविष्य खतरामा पर्छ। स्पिरिचुअल अवेकनिङ, आध्यात्मिक जागरणको कुरा गरिएको छ। कविताले भन्छन् साँचो जागरण भनेको आत्मचिन्तन, भित्री शान्ति, सही र गलत छुट्याउने क्षमता हो। मानिसले बाहिरी प्रगति मात्र होइन, भित्री विकास पनि गर्नुपर्छ। रिस्पोन्सिबिलिटी अफ ह्युमन बिङ। कवि भन्छन् अब मानव जातिले जिम्मेवार बन्नुपर्छन्। संसार सुधार्ने जिम्मा हाम्रो हो। मुख्य कुरा अवेकनिङ एज भनेको जिम्मेवारीको युग हो। तर द अवेकनिङ एज कविता आधुनिक युगको मानव चेतनाको विकासलाई चित्रण गर्छ। कविले देखाएका छन् कि प्रविधिले जीवन सजिलो बनाएको भए पनि यसले मानिसलाई प्रकृतिबाट टाढा बनाएको छन्। यसैले मानिसले प्रकृतिको रक्षा गर्नुपर्छ, आत्मिक रूपमा विकास गर्नुपर्छ, जिम्मेवार भएर बाँच्नुपर्छ। अनन्त साँचो अवेकनिङ भनेको आफूलाई चिन्नु प्लस संसारप्रति जिम्मेवार हुनु हो। इम्पोर्टेन्ट मेसेज के हुन्छ भने अवेरनेस इज पावर। टेक्नोलोजी सबै कुरा होइन, टेक्नोलोजी इज नट एभ्रिथिङ। नेचर इज लाइफ, सेल्फ रियलाइजेसन इज की भनेर यसको मुख्य इम्पोर्टेन्ट मेसेज यही दिन खोजेको। यदि तपाईँले यस्तो सजिलो एक्सप्लेनेसन भिडियो मन पर्यो भने लाइक, सेयर, सब्सक्राइब गर्न नबिर्सिनुहोला। कमेन्टमा आफ्नो प्रश्न लेख्नुहोस्। थ्याङ्क यू।